पृथक यसरी खिच्यौँ। अब यसो हेर्दाखेरि त यहाँ पुरै कुहिरो लगाइराखेको भएर समुद्रै बराबर छ, कतै केही देखिँदैन। कुहिरो बाक्लो कुहिरो लागेको छ। अब यतापट्टिको एउटा कुण्ड, यतापट्टिको एउटा कुण्ड, बिचमा चाहिँ यस्तो रहेछ अवस्था। हामीले अहिलेसम्म 3टा कुण्ड हेऱ्यौँ। यता आउनुहोस् है, यता मैले गफ गरे मात्रै सुनेको छु, मान्छे कहाँ हुनुहुन्छ मैले देखाएको छैन है। बाक्लो कुहिरो लाया भएर कुण्ड चाहिँ समुद्र जस्तो देखिया छ। कुण्ड धेरै ठुलो कुण्ड जस्तो लाग्यो है। पोखरी उतापट्टिको नि हो, यतापट्टिको नि हो। औ यता 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 रमाइलो ठाउँ एउटा काहीँ केही पनि देख्न पाइएन। यताबाट जाउँ, यताबाट जाउँ। यो चाहिँ ठिक्क रोप्न, खेत रोप्न ठिक पारे जस्तो रहेछ यो खाली ठाउँमा है। कुण्डको आएको होला कि कत्रा रहेछ कि कुण्ड चाहिँ है। कुण्ड ठुलो नि। यो पोखरी त यो यसो हेर्दाखेरि मानव निर्मित जस्तो लाग्यो, तर यो पौराणिक कालदेखिको इतिहास बोकेको पोखरी भएको कारणले गर्दाखेरि त्यो चाहिँ होइन होला है। कहाँ हुनु मानव निर्मित हो, कहाँबाट हुनु यो। अब यहाँ आली लाउने यसरी छेक्ने त त्यही हुनसक्छ कि, नभए यो 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 चाहिँ एकदम टाढा पृथक पृथक ठाउँमा चाहिँ भएको कुण्ड हुनुपर्छ मेरो विचारमा। नत्र यसरी यो त मानव निर्मित जस्तै देखियो। अब यहाँ यो भयो, यति यो आली भइसकेपछि यो सिमसार क्षेत्र भयो यति, त्यसपछि त्यो डिलभन्दा तल्लोपट्टि अर्को कुण्ड भयो होइन। अब यतापट्टि अर्को कुण्ड रहेछ भनेपछि हामीले 4वटा कुण्ड भ्यायौँ योसम्म होइन। बिचको कुण्ड भनेको यो कुण्ड पनि हुनसक्छ एउटा है। होइन यहाँ दुईटा डाँडै रहेछ त फरक फरक। अब यसरी चाहिँ सायद मैले यसरी यस्तो भिडियो चाहिँ मैले हेरेको थिइनँ, युट्युबमा हेरे हो। हेरी यो एउटा छुट्टै कुण्ड भयो। यो चाहिँ अहिलेसम्म देखेकोमा सबभन्दा सानो कुण्ड जस्तो लागिरहेछ मलाई। यस्तो हुन त एउटै कुण्ड थियो होला पहिला है, अनि पछि चाहिँ यो यति भएर चाहिँ छुट्टै भएको नि हुनसक्छ। छेउपट्टि त भासिनी जस्तो रहेछ, भासिनी जस्तो रहेछ। अलिकति कुहिरो हटिया भएदेखि चाहिँ गजब हुन्थ्यो है। अब यता हो, यता चौथो र 5औं कुण्ड यता हो, यता पारी जाने कि यताबाट जाने कि यताबाट जाने, यताबाट जाने कि यताबाट जाने, फर्किने त्यो उताबाट जानु पर्ने होला। होइन यता त्यो देख्दै देखेन, मन्दिर पनि देखेन, ऊ पनि देखेन कि कतैबाट। अब त्यही ठुलो पोखरीको डिल उता निस्किनु पर्ला जस्तो छ।
एउटा चाहिँ त्यो पल्लो पोखरी हो त्यो देखेको हो है। अँ चिरन कता हो मान्छे हराए। कस्तो कुहिरो लागेर काहीँ केही नै नदेखियो है अन्न धुन्न भयो यसरी एकदम होसियार हिँड्नु है छ कहाँ यहाँ त हामीले 6-7वटा कुण्ड भेट्टाइसक्यौँ। यहाँ त उदय गरेर आइसक्यो होइन यो 5 पोखरी हिँड्ने बाटै रहेछ कि यो होइन बाटै बनाएको रहेछ होइन त बाटै बनाएको जस्तो लाग्यो मलाई। यता 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 हजुर यता यता सोझै आउनु सोझै हो हो यता यताबाट आउनु त कुण्डै कुण्ड हो। हाम्रो सिमखेत पनि यस्तै थियो। त्यो तल्लो एउटा चाहिँ बडो रहेछ ठुलो ल यहाँबाट उता कि छ त ऊ परसम्म पुग्ने बाटो छ जस्तो छ हो यस्तो अलिकति अहिले पनि हिँड्नै नसक्ने यस्तो समयमा पनि अलिअलि हिँड्न नसक्ने मान्छेहरू चाहिँ हुन्न अलिअलि नसक्ने भने छुट्टै कुरा सक्दै नसक्ने मान्छे चाहिँ रहर गर्नुहुन्न गाह्रो हुन्छ क्या सबैलाई पोखरी नै भयो भने अब सुकिया पोखरी रहेछ होइन अनि यो चाहिँ जस भैरव कुण्ड चाहिँ पुरै घुम्यो है ठुलो कुण्ड यता विशाल कुण्ड रहेछ अर्को यता छ यता आउनु है यता यता छ खोइ बोर्डसोड चाहिँ केही पनि देखिएन है राखेकै रहेछ कि नि हँ राखेकै रहेछ कुण्ड घुम्न परेन यो ब्याग समात पोखरी दर्शन गरियो भगवान देख्न त देख्यो आँखाले काहीँ केही पनि अन्धारो बन्धारो कतै केही नै देखेन एकछिन हरिदिनुहोस् न प्रभु